गाइज आज होइन मसँग यो पैसा छ है, यो पैसा छ अनि मैले बजारबाट लिएर आऊँ तर घरमा कसैलाई थाहा छैन। अब म चाहिँ अहिले घरमा गएर अनि सबैलाई यो बाटोमा भेटाएको हुँ भनेर भन्छु, कस्तो रियाक्सन दिन्छन् होइन। त्यो तपाईँ भिडियो पछिसम्म लास्टसम्म हेर्नु होला है त। जाउँ कान्छ, एउटा चमत्कार भइदियो आज। यस्तो चमत्कार भइदियो तिमीहरू सुन्यो भने छक्क पर्छौ। भन्नु मैले नि बाटोमा पैसा पाएँ। यार म गए कति मिनट भयो? नहीं गएको कति मिनट भयो? आधा घन्टा भइगयो। सिधा गएँ, पेट्रोल हालेँ, सुइँ आइगएँ म। प्रमिस यार, प्रमिस के यार, प्रमिस 4500 रुपियाँ पाइदियो यार। साँच्चै यार, प्रमिस के तिम्रो कसम यार। ए रहेछ यार। ओके हेर न, यो पैसा त गर्न यसरी खसी गयो नि, मलाई त डर लाग्यो के। पाएको भिडियो क्यारी बनाउने थियो त। म पनि त्यही त। कन्डिसन यस्तो छ नि त, अहिले साझा खानालाई केही छैन, यस्तरी पैसा भेटियो मलाई विश्वासै लाग्न लाग्दैन। म बिलिभ गर्न सकिरहेको छैन के। माग्नु त भएन। ए बाबु म अहिले कोही दिन्थ्यो त मलाई यत्रो पैसा? 4500 छ। 4000 रुपियाँको दिने थियो बिहान बिहान तपाईलाई। ओके त्यहाँनिर देखिरहेको छ नि, साँच्चीकै गरे यार। अब घुम्न जानु अरे अन्यर के। सबभन्दा पहिला चावल गर्नु पर्यो यार। बिहान मासु खाने भनेर झगडा गर्न लाग्थ्यो। मासु नखाने भनेर तपाईहरु खाने नखाउनु भनेर झगडा गर्न लाग्थ्यो। मतलब हामीलाई खाने मन लाग्थ्यो, यो मेरो बुढी चाहिँ नखा भन्न लाग्थे, पैसा छैन भनेर। अब यस्तै चौंका देने वाली वीडियो देखने के लिए आप हमको सब्सक्राइब करें भन्ने अरे के हिंदी में।